मान्य खुशबु ओली, समय 3 मिनट। त्यसपछि मान्य आर्यन राई। सम्माननीय सभामुख महोदय, म सरकारको ध्यान भन्सार प्रशासनभित्र मौलाइरहेको सङ्गठित राजस्व चुहावट र कानुन कार्यान्वयनको विफलताप्रति आकर्षित गराउन चाहन्छु। पहिलो विषय विद्युतीय सवारी साधनको कर छलीसँग सम्बन्धित छ। यहाँहरू सत्तामा आउनुभन्दा अघि र अहिले पनि 99 किलोवाटको भनेर घोषणा गरिएका सवारी साधनहरू वास्तवमा सफ्टवेयर चिप मार्फत पावर कम गरिएका तर वास्तवमा चाहिँ उच्च क्षमताका मोटर भएको तथ्य सार्वजनिक भइसकेको छ। कानुनले मोटरको वास्तविक अधिकतम क्षमता अनुसार कर निर्धारण गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ, तर यही कानुनी व्यवस्थाको दुरुपयोग गरी अरबौं रुपियाँ राजस्व छली भएको महालेखा परीक्षकको प्रतिवेदनले औँलाइसकेको छ। यससँगै गाडीको सिट सङ्ख्या बढाएर आयात भएका सवारीमा भन्सार छली भएका तथ्यहरू पनि सार्वजनिक भइसकेका छन्। सरकारले यस किसिमका आर्थिक हिनामिनाको प्रकरणमा तत्काल निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न आवश्यक छ। आर्थिक सुशासनमा राज्यको प्रतिबद्धता प्रमाणित हुने गरी दण्डहीनताको अन्त्य गर्दै सुशासनको बलियो नजिर स्थापित गर्न सरकार तत्पर हुनुपर्छ। यस्ता विषयमा सवारी आयातकर्तालाई 30 दिनभित्र स्वघोषणा गरी बाँकी कर बुझाउने अवसर सरकारले दिन चाहन्छ भने बरु दियोस्, नभए 30 दिन पश्चात अनिवार्य छानबिन सम्बन्धित विषयका विज्ञबाट राय, प्राविधिक परीक्षण, जरिवाना र राजस्व असुली प्रक्रिया अघि बढाओस्। राजस्व छली गर्नेहरूलाई विगतका सरकारहरूले जस्तो संरक्षण गर्ने होइन, कानुनको शासनमा ल्याएर जरिवाना तिराउने हो। यसमा संसदीय छानबिन गर्नुपर्छ भने गरौँ, किनभने करोड होइन अरबौंको राजस्व छलीको विषय छ। के यो राज्यको ढुकुटीमा सानो रकम हो? राज्यको अरबौं रुपियाँ राजस्व जनताको सम्पत्ति हो। त्यसको संरक्षण र असुलीमा अब सरकार मौन बस्न मिल्दैन। एउटा उदाहरण राख्न चाहन्छु, ल्यान्ड रोभर आयात प्रकरणको छ। नेपालमा आयात गरिएका 16 वटा ल्यान्ड रोभर मध्ये 6 वटा डिजेल सवारीलाई झुटो विवरण पेश गरी प्लग इन हाइब्रिड भनेर घोषणा गरी भन्सार छली गरिएको छ र कैयौं संख्याका अन्य डिजेल गाडीलाई पेट्रोल गाडी भनेर भन्सार छली गरी भित्राइएको छ। विशेष गरी प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, सायद हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यू त्यति बेला अनभिज्ञ हुनुहुन्थ्यो होला, तर यिनै गाडीहरू मध्ये एउटा गाडी चुनावको बखतमा हाम्रो प्रधानमन्त्रीज्यूले पनि चढ्नु भएको थियो। यसबाट प्रति गाडी करिब 1 करोड रुपियाँको दरले राज्यलाई करिब 6 करोड रुपियाँ राजस्व नोक्सानी भएको तथ्य अख्तियारको अनुसन्धानबाट पुष्टि भइसकेको छ। तर प्रश्न उठ्छ, अनुसन्धान सम्पन्न भयो, प्रमाण भेटियो, तर आजसम्म अभियोजन भएको छैन, न कसैलाई कारबाही भएको छ। यदि प्रमाणित राजस्व छलीको मुद्दा समेत कार्यान्वयनमा जाँदैन भने कानुन कसका लागि हो? सरकारले निरन्तर रूपमा राजस्व सङ्कलनलाई प्रभावकारी बनाउने र राज्यको ढुकुटु भरिने विषयलाई आफ्नो प्राथमिकता भएको दाबी गर्दै आएको छ। त्यसैले यो कर छलीको एउटा क्षेत्रलाई तत्काल दायरामा ल्याई राजस्व सङ्कलन गर्न र हाम्रो ढुकुटीमा केही पैसा थप गर्न म सरकारसँग आग्रह गर्दछु। यस घटनाले अर्को गम्भीर प्रश्न उठाएको छ। यदि हाम्रो भन्सार प्रणालीले डिजेल, पेट्रोल र हाइब्रिड सवारी बीचको फरक समेत प्रमाणित गर्न सक्दैन भने भन्सार नाकरबाट अरू कस्ता गलत घोषणा गरिएका सामग्रीहरू भित्रिएका होलान्? धन्यवाद।